हेलो नमस्कार साथीहरू सबैजनालाई। अब बर्खा लागेसँगै तपाईहरुलाई हाम्रो घान्द्रुकतिर एकदमै चलनमा आउने साग काट्न आउँदैछु र साग चाहिँ भर्खर उम्रिने क्रम जारी छ र अहिले भएको छैन। जेठको पहिलो हप्तातिरबाट चाहिँ जोस काट्ने यसको सिजन सुरु हुन्छ र जेठ र आषाढ 2 महिना चाहिँ काटिन्छ यो साग चाहिँ। र यो हाम्रो घान्द्रुकतिर चाहिँ एकदमै युजमा ल्याउँछ। योबाट चाहिँ हामी गुन्द्रुक बनाउँछौँ हैन। र यसलाई चाहिँ हामी घान्द्रुकमा चाहिँ गुरुङ भाषामा ढ्यान्ली भन्छ भने हाम्रो नेपाली भाषामा चाहिँ ढगायो भन्छ। र यो खासै भन्नुपर्दाखेरि यो भैँसीले पनि खाँदैन, कुनै जनावरले नि खाँदैन। तर यसलाई चाहिँ एउटा प्रक्रिया मिलाएर खानी बनाउँछौँ हामीले। र यो चाहिँ अब काटेर लगेर हामीले गुन्द्रुक बनाउँछौँ भने यो अब एकदमै काट्ने र यो एकदमै घान्द्रुकेले धेरै युज गर्ने भएको हुनाले लगभग यो एरियामा चाहिँ एकदमै पाउने थियो र अहिले सबै यो चाहिँ मासिँदै गएको छ। त्यसैले मैले एउटा यो काट्नलाई पनि एउटा सुझाव दिएँ सबैजनालाई। यो जुन अहिले यहाँ आछ यो दुईटा आछ हैन, यो पात आछ यो पात आछ भने जुन यो आछ नि कोपीलाई यो हो यो जुन घुमेको छ योलाई चाहिँ राखिदिनु पर्यो साथीहरूले हैन। यो दुईटालाई यसरी काटेर योलाई यसरी काट्यो भने योलाई राखिदियो भने यो पछि ठुलो हुँदै आइसकेपछि यसको हाम्रो अरू चिजको जस्तै फल छ। यसको चाहिँ एउटा ठुलो हुन्छ, यसको बिउ हुन्छ जस्तै मकैको जस्तै। यदि अल्को आइसकेपछि मकैको जस्तै पुरै गेडा फलेको हुन्छ यसमा वरिपरि। र त्यो गेडा पाकेर झरेपछि फेरि अर्को उत्पादन हुन्छ हैन। हामी के गर्छौँ जस्तै यहाँ छ हामीले चाहिँ यसरी यो सबै यसरी काट्दियो भने के भयो त यो गुबो पनि गयो। यो गइसकेपछि के भयो त मेरो हातमा आयो जस्तै मैले काट्दाखेरि यो गुबो चाहिँ यहाँ आयो। यसरी काट्दाखेरि छिटो चाहिँ हुन्छ तर हाम्रो ढकाए चाहिँ मासिँदै जान्छ है। त्यही भएर योलाई जुन मैले यसलाई राख्यो नि यसरी सबैजनाले राख्यो भने एकदम हाम्रो यो ढकाए चाहिँ सधैँभरिलाई हुन्छ र हामीले सधैँभरि यो ढकाए चाहिँ काटेर गुन्द्रुक बनाएर युज गर्न पाइयो। यदि हामीले यसरी नै मास्दै लयो भनेदेखि त यो त मासिने भयो। यो मासिएपछि त के भयो त हामीले फेरि यो गुन्द्रुकबाट चाहिँ वञ्चित हुने भयो, हामी गुन्द्रुक खान नपाउने भयो। त्यसैले चाहिँ काट्ने हो तर यसलाई जोगाएर काटिदिनु होला भन्न चाहे सबैजनालाई। अब सिजन लागेको छ सबैजनाले यसरी काट्नु होला, यो गुबोलाई चाहिँ छोडिराख्नु होला। र यसो गर्यो भनेदेखि हाम्रो यो अल्को भएर बिउ झरेपछि आगो फेरि मजाले टन्नै पलाउँछ। जस्तै पहिला यहाँ पुरै ड्याम्मै हुन्थ्यो तर अहिले छैन। एउटा बुट्टा यहाँ छ, एउटा बुट्टा यहाँ छ, एउटा एक तन्द्रो त्यहाँ एक तन्द्रो त्यहाँ छ हैन। त्यसैले यो मासिँदै गएको छ। त्यसैले सबैजनाले यसरी यो गुबो छोडिराख्नु होला, सबै नमास्नु होला। सबै काट्ने भनेर सबै चाहिँ नकाटिदिनु होला। यो बिउलाई चाहिँ पनि बिउलाई सबैजनाले छोडेर राख्नु होला भन्न चाहिँ है त। सबैजनाले योलाई मनन गरेर चाहिँ यो ढकाए काटिदिनु होला भन्न चाहिँ। नमस्कार सबैजनालाई है त। ल।